कि मन्दिरको मूर्ति स्थापनाको मेन ठाउँमा आइपुगेका छौँ। यहाँ यसरी घण्टाहरू पनि ठाउँ ठाउँमा राखिएको छ, यसरी त्रिशूलहरू काटिएको छ, ध्वजपतङ्गहरू पनि राम्ररी लगाइएको छ। हामीले दर्शन गरिसक्यौँ। यहाँ पारिपट्टि यतापट्टि साइडमा ठुलो टावर छ, फुलचोकीको मेन टावर भन्ने हामीले सुनेका थियौँ। अब यही नै हो यो टावर। हामीले गाउँघरतिरबाट पनि सानो टावर देख्थ्यौँ, त्यही नै हो यो टावर। यहाँले हेर्दाखेरि एकदम ठुलो छ यो टावर, लाग्दो टावर उता गइरहेको अवस्था देखिरहेको छ हामीले चाहिँ। यस्तो छ। यसरी यहाँ मन्दिरहरू स्थापना पनि हुँदैछ, यहाँ मूर्तिहरू स्थापना गर्दैछन्। अब यसरी यहाँ हामीले दर्शन गरिसक्यौँ। जनसङ्ख्या एकदम न्यून छ, यहाँ मान्छे कोही पनि 2-4 जना बाहेक अरू कोही पनि नभएको अवस्था छ है। यसरी वरिपरि हेर्दाखेरि एकदम रमणीय वातावरण छ है। यतापट्टि नेपालको झन्डा लगाइएको छ, नजिकै यहाँ आर्मीको ब्यारेक पनि छ होइन, बटुक दल गर्न पनि छ यहाँ। एकदमै रमाइलो अनुभव भइरहेछ। यही नै हो फुलचोकी मन्दिर भनेको, यही पेरिफेरी नै हो। यहाँ वार्षिक रूपमा मेला पनि लाग्ने गर्दछ होइन। त्यही भएर यहाँ मान्छे कहाँ धेरै टाढा टाढाबाट मेला भर्नको लागि पनि यहाँ आउँछन्। तर अहिले यहाँ 2-4 जना बाहेक एकदमै न्यून छ, किनभने अहिले समय पनि नभएको हुनाले यहाँ मान्छेको चहलपहल एकदमै कम छ र यसरी नै ढुङ्गाको छ।